Alright, so चिया पकाउँदैछु म. सो यो चिया लिएर चाहिँ हामीहरू आज गइन्छ नायग्रा फल्स. हेरौँ तातो रहन्छ कि रहन्न. थर्मसमा हालेर हाउ गुड इज दिस थर्मस. आज थाहा हुन्छ यो नेपालबाट ल्याएको थर्मस हो क्या हो. बाल्ट्रा स्लिम लाइन प्रब्ली धेरैजनाको घरमा छ होला यो थर्मस होइन. गाडी निकालेको देखेँ मैले. अस्सलामुअलैकुम. भलक त भ्लगमै हुनुहुन्छ. भलकमै राइट. सो आउँदा आउँदै हामीहरूले कफी लिएर अब चाहिँ फल्स भ्यू हेर्दैछौँ यो क्यासिनो होटेलको प्राणगढबाट. ओहो पुल पनि देखिँदो रहेछ त त्यहाँ त ठुलो. यो भ्यू हेरेर त हामी आएको थिएनौँ पहिला कहिले नि. ओके बाबालाई चाहिँ यो फुल मन परेर फोटो खिच्दै हुनुहुन्छ त्यहाँनिर. के अरे फुलको फोटो खिच्न पर्यो अरे. यहाँ पनि छ भनेको कि फुल धेरै मन पर्यो. टङ्गाको फुल मन परेछ. ओके अगाडि बढौँ हामी चाहिँ. बिस्कुटहरू ब्रेड सेड अन्डा सन्डा त्यही दामे गरेको. छिटो आयो होइन मिस्ट. यहीँ पनि आइपुग्यो. अब त्यहाँ अझै नजिक आउँछ. अझै डुवा चढ्दा त झन् कति रमाइलो हुने हो. गर्मीमा शीतल नुन पानी भए भए अलि रमाइलो हुन्थेन. यो फ्रेस वाटर भएर अलि आउने नै हो. हामी बोलाइरह. भिडियो त बोटमा त्यहाँ हामीले टिकट काट्छ. मैले उहाँ गएर त्यसरी यो पुरै यो झरनाको मिस्ट पुरै यहीँसम्म आएर ओहो यस्तो मुखमा यो पानीको छिटा मिस्ट आउँदा चाहिँ चिसो रमाइलो. मिस्टले पुरै भिज्यो. मिस्टले भिज्ने त हो नि. मिस्टले भिज्न त आएको नि. यति ठुलो फल्स. लुक एट दिस. लुक एट दिस. ल यहाँदेखि हेर्दा कस्तो महसुस. अब अहिले त्यहीँ बोटमा जाँदाखेरि झन् अझै रमाइलो हुन्छ. त्यो बोटले फेरि धेरै उता लान्न. अलि त्यहाँसम्म मात्रै लान्छ. भिजेर त बोटै स्टेबल हुन्न होला. त्यत्रो फल छ. मान्छे नि भिजाउँछ. मम्मी कस्तो लाग्यो त? एकदम राम्रो. झकास. बाबालाई
अब स्वर्गको यो एउटा टुक्रा गए जस्तो भइरहेछ ओहो ल दिनु है ल ल ल है मानव निर्मित कहाँ अरे मानव निर्मित टुक्राहरूमा गइरहेको जस्तो छ यसो यता पनि देखाउँ उता पनि देखाउँ उता पनि देखाउँ। देखिरह यो भ्लगमा कन्टिन्यू छ जाऊ होइन फोटो खिच्छौँ एकैछिन अलराइट सो हामीहरू चाहिँ अब बोट राइड गर्न थालेको सो ल हिँड्नु अघि लाउनु यताबाट तिमीहरू हो हामीहरू चाहिँ यहाँबाट अहिले पछि लाग्यो नि हुन्छ ओके सो बोट चाहिँ हिँड्यो हामीहरू केनेडियन साइडतिरबाट चढ्नेहरूलाई चाहिँ यस्तो पिङ्क कलरको यो रातो कलरको हुँदो रहेछ किनकि अब यताको झट्टा रातो हुने भएर होला चस्मा नलाइकन त हेर्नै नसकिने रहेछ नि त पानी आँखामा जुत्ता पनि भिजायो मैले जुत्ता भिजाउँछ कि नाइ भनेको भिजाउँछ ल फल हेर्नु त कस्तो लागिरहेछ घुमाउँदैछ है घुमाउँदैछ अब हाम्रो पालो फेरि के बाबालाई एउटा सर्ट मन परेको थियो अनि यस्तो 25 भयो जति भयो किनिदिउँ न भनेर हेरेको त 100 के बाबा त बास छोड्थ्यो यार अलराइट सो हामीहरू चाहिँ यहाँ म्याट किन्नलाई कि 4-5 जना टक्क बसेर खाना मिल्ने पार्कमा भनेर चाहिँ यो चाहिँ मुस्लिम्सको पसल रहेछ एकदमै प्रेयर्स चिजहरू यो चिरागहरू जिनहरू यस्तो डेकोरेटिभ सामानहरू रहेछ No? The top looks beautiful. Thank you. God. I got the same camera, Action 5. This one? It's really good. Yeah, it's good. Yeah, like They have a 6 in the market now, but they it doesn't dropped the sell. price for this.
This one, yeah. After 6 comes, yeah, it's obvious. Yeah. Feels Did bad you though. buy that? This one probably 6 months ago. Same here. I bought it last winter. Where you from? I paid 500 something. You live nearby? You live Yeah, I here? just live nearby. I'm from Nepal. Nepal? Me too. कहाँ हो नेपालमा घर? मेरो घर काठमाडौँ. काठमाडौँ? काठमाडौँ कहाँ? काठमाडौँ मेरो तारकेश्वर. तारकेश्वर? त्यसले फाइनल्ली म्याट पायौँ भन्न चाहिँ पाएनौँ. म्याट चाहिँ पाइएन. तर अब हामी घाँससँग बसिन्छ अनि हामीहरू गाडीमा गएर अब खानेकुरा ब्यागहरू लिएर आएर अब चाहिँ हामी बाबाहरू भएको ठाउँमा आइसक्यौँ. एक डेग नलिकन बसेछ अब घाँसमा बस्नु. अलि पर कहाँ बस्नु? ल ल यतैतिर बस्न रमाइलो हुन्थ्यो. यतै कता बस्ने? यतैतिर बस्ने हुन्न र. म्याट चाहिँ पाइएन. अब हामीहरू भुइँमै बसेर चना. म्याट चाहिँ पाइएन भनेको. अलराइट सो हामीहरू खानपिन गरेर अब चाहिँ हल्का सिटी टुर गर्न हिँड्दैछौँ. मम्मीमा गएर रमाइलो गर्दै हुनुहुन्छ र मम्मी कस्तो लाग्यो त आजको दिनभरिको जति हेरेर नबिर्सिने होइन अनि बाबालाई कस्तो लाग्यो त आज दिनभरिको यात्रा? बहुत सुन्दर रमाइलो भयो नि, वर्थ इट भयो नि. रमाइलो भन्दा नि अति रमाइलो ल मेन कस्तो मजाले देखाएको छ है, मजाले चट्ट लाएर. ओके सो हामीहरू चाहिँ अब नायग्रा टेक्स द फ्लाइट भन्ने हेर्न गइरहेको हो. सो इट वाज रिसेन्टली स्टार्टेड आई गेस. हामीहरू पनि गरिसकेका छैन. नायग्रा यस लेभल 2 मा हो. लेभल 2 माथिबाट. हामीहरू अहिले टेबल रक सेन्टरमा छौँ र हामीहरू चाहिँ अब नायग्रा टेक्स फ्लाइट भन्ने चिज गर्न लाग्यो. हामीहरूलाई बोलाएर अब लाग्नु पऱ्यो माथि जाऊँ. माथि जहाँ पनि दुकान निस्किने ठाउँमा बनाइदिएर यो दुकान बनाइदिएर अक्वारियम पनि त्यस्तै बनाएको. जर्नी बिहाइन्ड द फल. फोटो खिच्ने है. ल हामीहरू भित्र आइसक्यौँ हो. अब अहिले एकछिन यहाँ राख्छ होइन. अनि त्यसपछि यो ढोका खोलेर लान्छ कि फेरि. बसौँ. यहाँ सबलाई अटाउनु पऱ्यो अहिले. सबलाई अटाउनु पऱ्यो नि. यता भित्र लान्छ नि. ल बस. यहाँ पनि फेरि अर्को एक लट अर्को कहानी सुनाउँछ. सिट बेल्ट लगाएर आइसकेँ. के भयो We're underway. Welcome to Niagara Takes Flight. We are now rotating into our launch chamber. It sits even deeper than the bottom of the river beneath the Horseshoe Falls.
This natural cavern was discovered during tunneling as electric power generation was engineered and first constructed here over a century ago. Niagara has always been a place of power, a source of endless energy. Today, we're harnessing that power to catapult on an epic, soaring adventure. Everyone ready? Let's go see Niagara.
continue your journey here, I'm more there than is so that. much more to look. राइट फाइनल्ली हामीहरू नाइग्रा टेक्स द फ्लाइट हेरेर निस्किसक्यौँ सो नाइ एउटै बनाउने हो कति मिनट पो होला 10 मिनट जति होला सो गाठी छाटी गर्दा त सो ठिक छ नाइग्रा टेक्स द फ्लाइट कस्तो लाग्यो दामी पर्फेक्ट सुरुमा ओर्तिर लाग्दैन जस्तो लाग्थ्यो तर त्यो जब रोटेट गरेर राख्यो नि तब चाहिँ लाइक बबाल होइन एकदम राम्रो मम्मीलाई कस्तो लाग्यो कस्तो लाग्यो ल हेर्नु त ल भन्नु त कस्तो लाग्यो एकदम राम्रो नाइग्रा टेक्स फ्लाइट पैसा वसुल भयो पैसा असुल भयो तर थ्रिल चाहिँ हैछ थ्रिल पनि थियो भिजुअल पनि थियो राम्रो होइन मान्छेलाई चाहिँ पहिल्यै यस्तो हो भन्ने त मनमा चाहिँ अलिक डराउने मम्मीमा डराएर साइडमा कालै हुनु थाल्नु थियो मम्मी ठाउँका यो सिट जहाँको त्यही छ भने नि मलाई सिटै उडो भनेको मम्मी यता साइडमा हेरेको मम्मी त पुरा बरो गरेर कस्नु भएको क्या दुईवटा हात मोबाइल सो यो भर्चुअल फ्लाइट सिमुलेटर हो जसमा चाहिँ अब भिजुअल त अभियसली हुने भयो तर त्यसमा सिट पनि अलिकति हुन्छ नि त्यो इफेक्ट अनुसार त्यो सिटलाई पनि अलिअलि भाइब्रेट दिने हुन्छ अलिअलि हल्लाउने प्लस भनेबाट त्यो पानीतिर लैजाँदाखेरि पानीको छिटा पनि हानिदिने सो अलि इमर्जिङ के भन्छ अलिकति इन्गेजिङ एक्सपिरियन्स चाहिँ थियो सो हामीहरू चाहिँ अब 4 घन्टा 3.5 घन्टा छ फायर वर्क्स कुद्नलाई सो अरू केही पनि छैन गर्नलाई फायर वर्क्स त गर्दैनौँ होला अब सबैजना टायर्ड भएर अब हिँड्न लाग्यो हिँड्ने हो हिँड्यौँ उता बजार हेरौँ बजार हेर्दै जाम निस्किँदाखेरि 7, 7:30, 8, 9 बजे त घरै पुगिन्छ बरु क्यानाडा डेको फायर वर्क एउटै हो हुन त उस क्यानाडा डेको फायर वर्क लिएर जाम्ला बरु हुन्छ म चाहिँ हुन्न तिमीले कहिले हो क्यानाडा डे जुलाईमा न म काम ओके सो हामीहरू चाहिँ फायर वर्क स्किप गर्ने नै भयो लास्ट टाइममा 3.5 घन्टा अझै वेट गर्नुपर्ने भयो मजा गइरहेछ पहिला अनि सो या अलराइट पारी पनि काली निलिन भयो थाक्नु भयो मम्मी थाकेर राति फेरि आइसक्रिम खाने भएछ त खाने आइसक्रिम नखाने रे गनाखा Sign is the best. के गर्ने त अब जाने भने होइन यहाँ पनि राम्रै आउँछ ढलेको घरमा मैले चाहिँ यो गो कार्ट गरौँ भनेको कसैले पनि मानेन एक्लै नि के गर्नु विल सी दिस नेक्स्ट टाइम हामी चाहिँ अब घर फर्किन आँटेको किनकि सबैजना थाकेर लौत हुनुभयो प्लान चाहिँ फायर वर्क हेरेर फर्किने थियो बट सबैजना टायर भएको कारणले हामी घर फर्किन लाग्यौँ यहाँ मम्मी कस्तो भयो त आजको ट्रिप एकदम राम्रो भयो रमाइलो लाग्यो नाइग्रा त्यसै रमाइलो अब त्यतिको रमाइलो देखिएको थिएन फेरि आउन चान्स पाइयो भने फेरि आइन्छ त अफकोर्स ल भनेपछि नाइग्राले मम्मी बाबाको दिल जितेछ अनि त्यही हो अब चाहिँ हामी घर फर्किन थालेको अब बाटोमा कति रोक्यौँ केही खानको लागि भने चाहिँ फेरि ब्लग गर्छौँ होइन भने चाहिँ यसैलाई चाहिँ एन्ड हुन्छ सो बाई बाई